नमस्ते। एनपीएल सिजन 2 को प्लेअफको माहौल एकदमै तातेको छ। आज हामी क्वालिफायर 1 को त्यो रोमाञ्चक भिडन्तलाई केलाउँदैछौँ जहाँ सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आम्ने सामने भए। यो एउटा यस्तो खेल थियो जसले प्रतियोगितालाई नै एउटा नयाँ मोड दिएको छ। सोच्नुस् त, एउटै म्याच र जित्ने टिम सिधै ग्रान्ड फाइनलमा। यस्तो हाई स्टेक्स अवस्थामा कुन टिमले चाहिँ मौकाको फाइदा उठायो होला? ल आउनुस् यसको गहिराईमा डुबौं। सबैभन्दा पहिले क्वालिफायर 1 को महत्व के थियो त्यो बुझौं। यो सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सका लागि कुनै सामान्य खेल थिएन। यहाँ दाउमा लागेको थियो प्रतियोगिताको फाइनलको टिकट। अब हेर्नुहोस्, क्वालिफायर 1 को मजा नै यही हो। जित्ने टिम सिधै ग्रान्ड फाइनलमा पुग्थ्यो, तर हार्ने टिमको लागि पनि सबै कुरा सकिएको थिएन। उनीहरूले क्वालिफायर 2 मा अर्को एउटा मौका पाउँथे। लिगको टप 2 मा रहनुको सबैभन्दा ठूलो फाइदा भनेकै यही हो। लीग चरणमा त यिनीहरूको भेट एकदमै टक्करको थियो। एउटा खेलमा रोयल्सले 90 रनले जित्यो भने अर्कोमा किङ्सले 6 विकेटले बदला लियो। मतलब हिसाब 1-1 को बराबरीमा थियो। त्यसैले यो म्याच त काँटेकी टक्कर हुनेवाला थियो भनेर सबैले सोचेका थिए। त्यसो भए खेलमा के भयो त? ल अब खेलतिरै लागौं। टस हारेर पहिले ब्याटिङ गर्न आएको रोयल्सको इनिङ्सलाई एकजना अनुभवी खेलाडी विनोद भण्डारीले साँच्चीकै उद्धार गरेका थिए। सुदूरपश्चिम रोयल्सले बोर्डमा लगायो 155 रन आफ्नो 20 ओभरमा 7 विकेट गुमाएर। अब त्यो पिचमा यो स्कोरलाई नराम्रो भन्न मिल्दैनथ्यो। भनौं किङ्सलाई 156 रनको एउटा चुनौतीपूर्ण लक्ष्य दियो। अनि यो स्कोरको पछाडिको हिरो को थियो त? अरू कोही होइन, विनोद भण्डारी। उनले 52 बलमा 63 रनको एकदमै महत्त्वपूर्ण अर्धशतकीय पारी खेले। उनको यही जिम्मेवार प्रदर्शनले उनलाई प्लेयर अफ द म्याच बनायो र टिमलाई एउटा बलियो स्थितिमा पुर्यायो। रोयल्सले लक्ष्य दिएपछि पालो आयो विराटनगर किङ्सको रन चेजको, तर उनीहरूका लागि यो चेज एउटा दुस्वप्न जस्तै बन्न पुग्यो। अब किङ्सको ब्याटिङ लाइनअप हेर्नुस् न। फाफ डु प्लेसिस, मार्टिन गप्टिल जस्ता विश्वस्तरीय स्टार खेलाडीहरू। कागजमा त यो लाइनअप निकै बलियो देखिन्थ्यो, तर मैदानमा उनीहरूको सुरुवात एकदमै खराब रह्यो। किङ्सको पतन कति चाँडो भयो त्यो साँच्चै अविश्वसनीय थियो। पहिलो बलमै हेजलेट 0 मा आउट, पहिलो ओभरको अन्तिम बलमा गप्टिल रन आउट, अनि दोस्रो ओभरको पहिलो बलमा नरेन भट्ट पनि 0 मै पेभिलियन फर्किए। जम्मा 7 बलभित्र 3 विकेट गुमाएपछि किङ्स खेलमा कहिल्यै फर्कनै सकेन। अब यस्तो खराब सुरुवातको फाइदा उठाउँदै रोयल्सले खेलमा आफ्नो पूरै नियन्त्रण बनायो र एकतर्फी जित निकाल्यो। अन्ततः सुदूरपश्चिम रोयल्सले यो खेल 77 रनको विशाल अन्तरले जित्यो। यो जितले उनीहरूको आत्मविश्वास मात्र बढाएन, फाइनलमा आफ्नो ठाउँ पनि सुरक्षित गर्यो। दुवै टिमका शीर्ष स्कोररहरूलाई हेर्दा खेलको कथा आफै स्पष्ट हुन्छ। एकातिर विनोद भण्डारीको म्याच विनिङ 63 रन, अर्कोतिर फाफ डुप्लेसिसको 36 रनको प्रयास जुन टिमलाई जित दिलाउन पर्याप्त भएन। ब्याटिङमा यही फरकले नै खेलको नतिजा तय गर्यो। तर जितको श्रेय उनीहरूको अनुशासित बलिङलाई पनि जान्छ। स्कट कुगेलाइन, हरमित सिंह र अविनाश बोहरा सबैले किफायती बलिङ गर्दै 2-2 विकेट लिए र किङ्सको ब्याटिङलाई तहस-नहस पारे। ल, यो नतिजापछि अब दुवै टिमको अगाडिको बाटो कस्तो छ त? आउनुस् त्यो पनि हेरौं। यो जितसँगै सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक एनपीएलको ग्रान्ड फाइनलमा पुगेको छ। याद गर्नुस्, गत सिजन उनीहरू उपविजेता बनेका थिए। यसले उनीहरूको निरन्तरता र टिम कति बलियो छ भन्ने कुरा प्रष्ट पार्छ। तर किङ्सका लागि प्रतियोगिता सकिहालेको छैन। उनीहरूसँग अझै एउटा लाइफलाइन बाँकी छ। उनीहरूले अब एलिमिनेटर खेलको विजेतासँग क्वालिफाई टु खेल्नेछन्। यदि त्यो खेल जिते भने उनीहरू फाइनलमा दोस्रो टिमको रूपमा पुग्नेछन्। अब किङ्सले क्वालिफायर 2 मा कसलाई भेट्नेछ त? त्यो निर्णय भोलि हुने एलिमिनेटर खेलबाट हुनेछ, जहाँ काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन्। र अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न, के विराटनगर किङ्सको स्टार पावरले यो ठूलो हारबाट पुनरागमन गर्न सक्ला वा सुदूरपश्चिम रोयल्सले आफ्नो भाग्य पहिले नै कोरिसकेको छ? खैर, आउने खेलहरूले नै यसको जवाफ दिनेछ।